हुन त म कुनै इन्फ्लुएन्सर नि होइन, यो क्यामेरामा हेरेर त्यस्तो बोल्न नि जान्दिनँ है। तर यो इरफान खान रन्डीको ब्यान्ड योदेखि मलाई लास रिस उठेको छ क्या। हिजो म यतिकै इन्स्टाग्राम चलाइरहेको थिएँ, रिल्सहरू हेर्दै थिएँ, एउटा भिडियो आयो रिल्समा, त्यहाँ पुरा कुकुरको धोबी धुलाइ हुँदै थियो है। अनि आई वाज लाइक वाट द फक के हुँदैछ यहाँनिर। अनि यसो लेडिजहरूलाई नि कराएको देखेँ होइन मैले त्यहाँनिर इरफान खानले। अनि त्यही भिडियोमा चाहिँ इरफान खान 2-4जना लेडिजहरूलाई थर्काइरहेको छ क्या। अनि मलाई पनि अचम्म लाग्यो, अनि के चाहिँ भएको रहेछ त यस्तो यो चेलीबेटीहरूलाई थर्काउनै पर्ने खालको, यो दिदीबहिनीहरूलाई चाहिँ किन थर्काइरहेको छ त यो मान्छेले भनेर यसो कमेन्टहरूतिर अनि यसो क्याप्सनतिर हेर्न खोजेँ है। क्याप्सनमा के लेखेको थियो भने कुकुरले कुखुरा खाएको आरोपमा, साँच्चीकै खाँदाखेरि पनि आरोपमा क्या कुकुरलाई चाहिँ दया माया नराखी कुट्यो, खुनको खोलै बगाइयो क्या। लाइक आई वाज लाइक वाट द फक माया साला। एउटा किसानले कुखुरा सानो चल्लादेखि ल्याएर पाल्छ, 8-9 महिनामा बल्ल अन्डा पार्ने हुन्छ। अब त्यतिन्जेलसम्ममा कति माया गरेर कति खर्च गरेर पाल्या हुन्छ त्यो एउटा किसानले मात्र बुझ्छ क्या। अनि त्यत्तिकैमा घरभित्र बास बसेको कुखुरालाई क्या, बाहिर छोड्या नि होइन, बास बसेको कुखुरालाई चाहिँ एउटा खिच्चा चोर कुकुर आएर चाहिँ मारिदिन्छ। अनि त्यसलाई किसानले अनि मार्नु नि नपाउने कुकुर आएर घरभित्र पसेर कति डेन्जरस हो क्या। यो कस्तो यो डेन्जर कुरा हो क्या। घरभित्र पालेको जनावरलाई चाहिँ एउटा खिच्चा कुकुर बाहिरको कुकुर आएर कत्रो आँट हो क्या त्यो कुकुरको, मारिदिरहेछ क्या। घाँटी टोकेर हो कि के गरेर लच्छार पछार पारेर मारिदिरहेछ। अनि त्यसलाई अनि मार्न नि नपाउने अब। अनि त्यही न्युमा चाहिँ भिडियो अब कसले खिचेर हालेको त्यो भाइरल भएको रहेछ। अनि त्यही न्युमा त्यो चेलीबेटीहरूलाई गएर त्यो दिदीहरूलाई गएर चाहिँ यो मुलाले गएर त्यहाँ ठुल्ठुलो स्वर गर्ने होइन, अम्ला उठाउँदै बोल्ने, गाली गर्ने, त्यो गरिदिरहेको रहेछ क्या। अनि झन् मेरो चाहिँ पारा तातेर आयो क्या त्यो भिडियो देख्ने बित्तिकै, वाइ किन। त्यसपछि अनि कमेन्टमा नजर गयो क्या मेरो, यो मुजी मात्र बौला हो कि बाँकी नि त्यस्तै छन्, कमसेकम कोही त होला यो दिदीलाई सपोर्ट गर्ने, कोही त होला यो दिदीलाई डिफेन्ड गर्ने भनेर यसो हेर्दै थिएँ है। अनि त्यहाँदेखि यसो मलाई थाहा थियो क्या, जोसम्म त उयो देख्दै थियो एउटा ब्रोले त्यहाँ कमेन्ट गरेको होइन, त्यो उयो गरेको होइन, यो कुखुरा पनि मारिदिएको छ त्यसको बारेमा नि केही बोलौँ न भनेर होइन, ठाडै छोपिदिरहेछ क्या कमेन्टले त्यो ब्रोलाई। अनि मैले पनि कमेन्ट गरिदिरहेको थिएँ, जस्तो त हुँदैन त हो भने के खान चाहिँ त्यो उयो के भन्छ दिदीहरूलाई कराएको त्यस्तो साह्रो उयो त गरेको छैन त भन्दाखेरि चाहिँ मलाई नै आएर ठाडै छोपिदिरहेछ क्या। ल अहिले आएर हेर्दा मेरो र इरफानको चाहिँ हल्का मुख छाडा भएको छ होइन। इरफान आयो मेरो कमेन्ट इनबक्समा आयो, नम्बरहरू माग्यो। अनि त्यहाँदेखि त्यत्तिकै अब मैले पनि एकछिन पाउनु उयो काम छ, काम सकेर उयो काम गर्दै थिएँ। अनि त्यहाँदेखि एकछिन भ्याउँदिनँ, एकछिन पछि म नि उयो गर्छु नि भनेर म गर्छु नि भनेको, तिमी जस्तोहरूसँग यस्तो बोल्ने फुर्सद छैन यता भन्दै ठुलो गरिदिइरहेछ क्या। त्यसपछि म नि मुख छाड्न बाध्य भएँ। अब यो भनेको पछिको कुरा हो, अगाडिको कुरा फेरि म गर्न चाहन्छु, एकछिन पछि गर्छु यो कुरा। ल मान्छे कस्तो हो, कस्तो कुकुरै चाहिँ रहेछ यो मान्छे भन्ने चाहिँ म त्यति बेलादेखि भन्छु होइन, पछिदेखि भन्छु, अहिले चाहिँ यो सुन्दै गरौँ होइन। अनि 2जना थियौँ क्या। त्यो ब्रोको नि कमेन्ट छैन, मलाई त ब्लक हानिदिइहाल्यो। मैले अर्को आइडीबाट खोलेर अर्को मोबाइलबाट खोलेर हेर्दाखेरि कमेन्ट पनि छैन। त्यो ब्रोले चाहिँ एकजनाको कमेन्टमा उयो रिप्लाई गरेको थियो, त्यो ब्रोकोले पनि कमेन्ट डिलिट गर न, त्यो ब्रोको नि कमेन्ट डिलिट गर्दै थाहा छैन क्या। तर त्यो ब्रोलाई रिप्लाई गर्नेहरूको चाहिँ अर्को चाहिँ कमेन्टहरू हेरौँ त अब हामी, यस्तो छ त्यो रिप्लाईहरू चाहिँ। अब यहाँ कमेन्ट पढौँ त, यहाँ जान्ने बुझ्ने कुकुर सिक्नेहरूको। ल सुन जवाफ त पनि, कुखुरा त पाएन तर त्यसलाई जिउँदै छाड्दा, त्यो कुकुर खिच्चालाई भोलि जिउँदै छाड्दा चाहिँ भोलि फेरि त्यही काण्ड दोहोऱ्याउँदैन भन्ने चाहिँ के ग्यारेन्टी छ त मुजीसँग। प्रिभेन्सन इज बेटर देन क्योर। एक दिन पल्केपछि भोलिपल्ट नि त्यही गर्छ क्या त्यो कुकुरले। आज लग मारेर खाएको छ त्यो कुकुरको, त्यो एक दिनको मात्र करामट होइन, त्यसै अर्काको घरमा पसेर उयो त्यसलाई नै उयो के भन्छ जनावर मार्ने आँट आउँदैन क्या। त्यसले अगाडि नै गरेकै छ, कुन गल्लीमा कसको, कुन टोलको, कुन गाउँको, कुन पशु पक्षीलाई हो मारेर त्यसले मारेकै छ क्या। नभए त्यसरी उयो आउँदैन क्या, त्यो जनावरहरूको पनि त्यस्तो भित्र आँट आउँदैन क्या। म यो चाहिँ 100% दिन सक्छु क्या। हाम्रो पनि त्यस्तै कुकुरले गर्दाखेरि लास्ट सफर गरेको गाउँ हो क्या, लास्टै दुःख पाएको गाउँ हो। त्यो पनि काण्ड नि म भरे भन्छु। यो कमेन्ट गर्नेलाई म के भन्न चाहन्छु भने, तेरो यही लोजिकले हेर्ने हो भने त चोरलाई किन समात्ने क्या, चोरलाई चाहिँ किन समात्ने। तेरो सम्पत्ति त चोरेर लगो त, खायो त। अब त्यो गरिब चोर बिचरालाई समातेर जेल हाल्दा चाहिँ तेरो सम्पत्ति फिर्ता आउँछ। बिचराको फ्रिडम किन खोज्छस् जेलमा हालेर, मलाई यसको जवाफ दे त।
अर्को कमेन्टहरूमा त यहाँ राम्ररी पढ्नु ल, यहाँ कुकुर तिहारको दिन यता त्यता भनेर नि हानिदिइरहेछ क्या एउटाले, यो को यो राँडीका बान। सुन अब एक गोबर ल्वाट जेलमा जति बलात्कारी छन् नि तिनीहरू पनि पूजनीय नि हुन् क्या। तिनीहरूको नि दिदी बहिनीले तिहारमा तिनीहरूलाई पुज्छ, तिनीहरूलाई नि छोड्दैन त। त्यसो भए तिनीहरूको नि तिहारमै पूजा हुन्छ, तिनीहरूको नि दिदी बहिनीले पर्खिरहेको होला क्या घरमा, भाइ जेलबाट छुटेर आउला टिका लाउला भनेर। त्यो बलात्कारी त्यो दुनियाँ त्यो चोरहरूको नि फटाहरूको नि दिदी बहिनीहरू छ होला घरमा, तिनीहरूले नि पर्खिरहेछ लगाइदिन नपाएर कति वर्षदेखि रुमेर बसिरहेछ। तिनीहरूलाई चाहिँ किन गएर छोडिदिनुहोस् त, तिनीहरूलाई नि रेस्क्यु गर्न। हेर्नु आयो भने मायासाला अस्ति त जेलबाट भाग्दाखेरि त तपाईँ काठमाडौँमा हुनेहरू नि होइन मुत्ने मायासाला तुर तुर मुद्दे चोर छुट्टो बलात्कारी छुट्टो भन्ने, घरभित्रबाट बाहिर पनि निस्किने आँटा आएन होला त। तेरी माछिक्नेहरू बलात्कारलाई अनि तैँहरू होइन बलात्कारलाई त्यसरी उयो रोपेर मार्नुपर्छ भन्छस् भन्ने। अनि आज चाहिँ अब यो कुकुरको चाहिँ अब त्यस्तो उयो त्यो लोजिक लाग्छ भने त यो यिनीहरूको चाहिँ किन त्यो लोजिक लाग्दैन? चाडबाड धर्महरू जोड्न मन लाग्छ भने तिमीहरूलाई कुकुरको उयसमा यहाँ चाहिँ किन जोडिँदैन त त्यो उयो चोर बलात्कारीहरूमा? तिनीहरूलाई पनि त छोड्दैन त नि। यसलाई भन्छु क्या म, यस्तोलाई भन्छु क्या एभरेज इरफान खान सपोर्टर मायासाला, इरफान खान उयो के भन्छ फलोवर मायासाला, कुकुर लोजिक के भन्न चाहन्छु म यसलाई, कुकुर चिकुवा लोजिक भन्न चाहन्छु म यसलाई खास गरी भन्नुपर्दा, एके इरफान खान लोजिक। अनि यो पोस्ट भिडियो लाइक दिस क्या, अनि क्याप्सनमा के हुन्छ भने सडक तिम्रो बाउको होइन एक गवार, सडक कुकुर सुत्ने ठाउँ पनि होइन एक गवार, त पनि इरफान खान पनि सुन। त्यो ब्रोले त कमसेकम ट्याक्स तिरेछ त्यहाँ रोड भत्किँदाखेरि, त्यो के भन्छ रोड बनोस् भनेर त्यहाँदेखि ट्याक्स तिरेछ, बाइकको कति कर तिरेछ त्यो ब्रोलाई गएर सोध्नु। त्यो कुकुरले चाहिँ के तिरेर त्यहाँ सुरु तिरेछ त हाँसला। त्यतिकैमा त्यो उयो बाइकलाई कुद्दै आएर उयो के भन्छ त्यसलाई टोकिदिएको भएपछि त्यति बेला चाहिँ तँ बोल्थिस्, त्यो भिडियो भाइरल भएको भए तँ बोल्थिस्। त्यो दाइ गइरहेछ त्यतिकैमा त कुकुर एग्रेसिभ भएर आएर कुकुरले खेदाउँदैन बाइकलाई, कुद्दै खेदाउँदै आएर चाहिँ त्यति बेला कुकुरले चाहिँ कडाप्पु टोकिदिएको थियो भने चाहिँ त्यति बेला तेरो मुखबाट एक शब्द निस्किन्थ्यो लुक टुगो नै अरे ल। त्यति बेला चाहिँ के गर्छस् त त्यो तिनीहरूलाई चाहिँ स्ट्रिट डग भन्दै तँ त मायासाले रेस्क्यु भन्दै यता त्यता कुद्छस् त। त्यो तँ जहाँ रेस्क्यु गर्छस् नि त्यो ठाउँको मान्छेलाई एकताल गएर सोध, कुकुरले गर्दा रातभरि सुत्न पाउँदैन बिचराहरू, रातभरि क्याङ टिक्याङ गरेर 12 घन्टा 14 घन्टा काम गरेर आएको हुन्छ। अनि त्यहाँदेखि सुतौँ भन्दाखेरि रातभरि कुकुर क्याउ गरेर हुन्छ। अनि एउटा दुईवटा मर्न आँटेको हुन्छ र गाउँकोले शान्ति पाउन आँटेको हुन्छ, अनि आइपुग्छ सुई बोकेर रेस्क्यु भन्दै। तेरी माछिक्ने रेस्क्यु गर्नु पर्यो यसलाई माछिक्ने। त्यसै नै माछालाई कुकुरले रेस्क्यु गरेर चाहिँ के गर्छस् त? एक दिन आउँछस् सुई हान्छस्, रेस्क्यु गर्छस्, एक डल्लो भात खान्छस्, तेरो त क्यामेराले खिच्छेस् क्याचेका पारेर, अनि आइहाल्छ कमेन्ट, 2-4 पैसा नि कमाउँदोस् यसो देखाएर एनजिओहरूबाट। अनि भोलिबाट सफर गर्ने त ती हिँड्ने केटाकेटीहरू हो नि त। त्यहाँ केटाकेटीहरूलाई कस्तो हुन्छ होला राति हिँड्दाखेरि सम्झि त, त्यहाँ राति सुत्ने मान्छेहरूलाई कस्तो हुन्छ होला। तेरो त भिडियो बन हो, ताली बज्यो अब त्यो काठमाडौँमा त्यो कोठाबाट बाहिर ननिस्किने, बाहिर अब काठमाडौँभन्दा बाहिर नेपालै हो भनेर नसोच्नेहरूकोबाट त ताली खान्छस् तैँले मजाले। ट्याङ 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 कमेन्टभरि ताली खान्छस्, किसानहरूलाई गाली खुवाउँछस्, घरमै गएर गाली गर्छस् होइन, दिदी बहिनी चेलीबेटीहरूलाई अम्ला उठाउँदै गाली गर्छस्, तिनीहरूलाई त गर्छस् त। अनि त्यहाँ कस्तो भएर होला त्यो टोलमा त्यो मान्छेहरूलाई त्यो सम्झि त। एउटा दुईवटा मर्न आँटेकोलाई शुद्ध मार्नुपर्ने ठाउँमा मर्न आँटेकोलाई शुद्ध सुई बोकेर आएर जोगाइदिन्छ। ओ के भन्नु अब, बिचरा थाकिसक्यो होला क्या। अब बोल्नु साध्य छैन, बोली साध्य नै छैन तँ जस्ताहरूले गर्दाखेरि हो होइन। कुकुरहरूले गर्दाखेरि हामीलाई दिक्क भयो, यो त वाक्क भयो भनेर भनि साध्य छैन क्या। अब यसो गाविसँग कुरा राखेर अब यो के भनेर मारौँ न भनेर अब त्यहाँनिर दियो र कहीँबाट सुईको पायो भने अब त जुलुस बोकेर आइदिन्छ। अब मानवता सकिएको, यता त्यता सकिएको, मरिसकिएको भनेर दुनियाँ मुख छाड्दै फोटो राख्दै उ गर्छ। अब त्यो देखि नै हाल्यो होला घरमा, त्यो बिचरा घरमा छिरेको बेला त्यो यो कुखुरा खाइदिएको छ, त्यो दिदीलाई त त्यस्तो गर्यो भने त्यो मर्यो कि मरेन त कुकुर त्यो पनि थाहा छैन, मर्या भए नि हुन्थ्यो कमसेकम त्यो कुकुर। त्यस्तै हो, त्यो चोर कुकुर त मर्नै पर्छ, मारेकै ठिक हो। थेरिका रेस्क्यु गऱ्यो, दुनियाँ थोक गऱ्यो, मायासाला सरकारको फन्ड उडायो, मायासाला त्यो गरिबलाई मायासाला बाँडिदिनु नि त्यो भन्नु। त्यो कुकुरलाई दिएर के काम? त्यो कुकुरले गर्दाखेरि के देश विकास भएको छ र? त्यो गरिबको छोराछोरीले कमसेकम खाँदैन त्यो? गरिबलाई बाँड्नु नि, त्यो लोजिक चाहिँ यहाँ लगा त। त्यो कुकुरलाई दुनियाँ थोक गर्ने सरकारी फन्डबाट के भन्छ उ गर्नुको सट्टा
बरु हाम्रो जस्तो गर्न माछालाई थपक्कसँगले हामी त मोमो खुवाउँछौँ कुकुरलाई। मोमो भन्नाले अब यहाँनिर ठ्याक्कै भन्न चाहिँ सक्दिनँ, मुनि लेखेको छ पढ्नु होला, भन्दाखेरि अब टिकटकले उडाइदिन्छ। हो त्यही मोमो ट्रिटमेन्ट सबभन्दा सस्तो पनि सजिलो पनि। यो कसरी गर्ने र कसरी भिडियो हाल्दाखेरि नि कानुन लगभग यस्ता यो गवारहरू यो गुहरू आएर तपाईँलाई उयो के भन्छ त्यो दिदीलाई जस्तो थर्काउन सक्दैन। त्यो पनि म सिकाउँछु म तपाईँहरूलाई कसो गर्दाखेरि चाहिँ तपाईँहरूले भिडियो बनाएर पनि हाल्न सक्नुहुन्छ र यो गवारहरूकोबाट र कानुनबाट पनि बाँच्न सक्नुहुन्छ। त्यो पनि म सिकाउँछु आज यही भिडियोमा। मायासालाई मारिदिनु त्यही हो। यो दुनियाँ थोक गर्नुभन्दा आज आउँछ रेस्क्यु गर्छ, एक डल्लो भात खुवाएर जान्छ यसले, भोलिदेखि त पीडा सहनु पर्ने त हामीले हो नि त, त्यो सर्वसाधारणले हो। मायासाला खाते मलाई कुकुरदेखि चाहिँ कहाँदेखि रिस उठ्न थाल्यो भने चाहिँ जुन यो आतङ्क उयो सुरु गर्यो नि मेरो गाउँमा, जब कुकुरले यस्तै खसी बाख्राहरू खाइदिने ओर्ने मारिदिने होइन, म त्यहाँदेखि चाहिँ लास रिस उठ्न थालेको क्या। अनि त्यहाँदेखि अर्को पनि काण्ड छ मेरो होइन। मेरो गाउँमा चाहिँ लगभग 80-90 घर होला क्या, जसको घरमा चाहिँ सुँगुर र बाख्रा कुखुरा चाहिँ मारिदिएको छ क्या कुकुरले। मैले यस्तो पनि देखाएको छु कि 5 महिनाको प्रेग्नेन्ट, ल 6 महिनामा त बाख्रा ब्याउँछ होइन, 5 महिनाको प्रेग्नेन्ट बाख्रालाई चाहिँ भुँडी फोडिदिएको क्या कुकुरले आएर। 3-4 कुकुर आएर चाहिँ भुँडी फोडिदिएको। बाख्राको बच्चा चाहिँ साइडमा राखिरहेछ, बच्चाको चाहिँ भुँडी उयो माउको चाहिँ भुँडी वाङ्गै भइदिइरहेछ क्या पेट फुटाइदिएर। त्यो पनि देखाएको छु मैले। डग एट्याक त्यस्तो हुन्थ्यो क्या हाम्रो गाउँतिर कुकुरलाई मोमो खुवाउनुभन्दा अगाडि। अनि हाम्रो गाउँघरमा बाख्रालाई यसरी पालिन्छ, लगभग तपाईँहरू देख्न पनि सक्नुहुन्छ है। यहाँ चाहिँ मेरो आमा बाबा हुनुहुन्छ अनि बाख्रालाई दुध खुवाउँदै हुनुहुन्छ। मैले खाउँ नखाउँ होइन, लगभग खसी बाख्रालाई चाहिँ यस्तो गरेर पाल्छ क्या हाम्रो घरमा, लास माया गरेर पाल्छ होइन। आफ्नो छोराछोरीलाई भन्दा माया गरेर बाख्रा कुखुरा पाल्छ क्या। अनि सम्झि त अनि तँ सम्झि त माया झ्याक्ने सीमा झ्याक्ने त्यो कुखुरा पनि त त्यो दिदीले त्यसरी नि त पालिएको थियो होला नि है। सम्झि त एकपल्ट खाते त्यो आफ्नो घरमा पालेको बाख्राको हालत त्यस्तो हुँदाखेरि के भयो होला त्यो घरको मान्छेलाई। सम्झि त इरफान, त्यो कुखुरालाई त्यस्तो गर्दा पनि त त्यो घरको मान्छेलाई त त्यस्तै हालत भएको थियो होला नि त। त्यो बच्चाले अन्डा खान्छ भनेर त त्यो पालिएको थियो होला नि त्यो दिदीले भने। त्यो बिचरा दिदीहरूको त्यो जुन बाख्रा फुटाइदिइरहेको थियो, त्यो भुँडी फुटाइदिइरहेको थियो, बसेर यस्तो घुँडामा टाउको आएर रोएको देखाएको छु क्या मैले। त्यो देख्दाखेरि त हेर्न नि सकिनँ क्या, त्यस्तो बनाइदिएको थियो क्या कुकुरले। डक्टर आएर सायद पेन किलरहरू लगाइदियो र यतात्यता के गर्यो होला, लगभग डक्टरले नि उपचार गर्दै थियो। के गर्दो रहेछ र भेटनेरी डक्टरकोले नि त्यो वाल्दा परेर त हेर्दो रहेछ नि, त्यो सुईहरू के हानिदिँदै थियो। 12 घन्टा बाँच्यो अरे त्यस्तो हुँदाखेरि नि, पाठा बाहिर छरिरहेको थियो बाख्राको। त्यो देखेँ अब मैले मेरो आँखाले। घरै पछिको एक घर पछिको केही न केही गर्दै छ क्या कुकुरले। त्यसै मार्न मन लाग्दैन कुकुर हामीलाई पनि। बाँसमा झुन्डाउँदो त्यसपछि त घरमा पालेको कुकुर शुद्ध बाँसमा डोरी लाएर घाँटीमा डोरी लाएर बाँसमा झुन्डाउँदै सुई सुई पारेर माछालाई कुनै पनि गर्न नभइकन मारिदिएको छ। त्यसै हामीलाई नै आतङ्क गर्न मन लाग्दैन, त्यसै हामीलाई नि जनावरहरू कुट्न मन लाग्दैन। तर यो कुकुरको चाहिँ निकै अलिक खत्रै कानुन बनाउनु पर्छ क्या। यो पनि म एकछिनमा भन्छु। यसको नि ल काण्ड छ अर्को भर्खर भएको छ मसँग होइन, यो पनि काण्ड भन्छु। मलाई त्यसै यो कुकुर पाल्ने र कुकुर यो मन पराउने अनि यो रेस्क्यु दुनियाँ थोक यीदेखि मलाई त्यसै रिस उठेको होइन क्या। मसँग धेरै रिजन छ क्या यो रिस उठ्ने, त्यो पनि म भन्छु अहिले।